मिनासान आज चाहिँ हामी तेन मारु सिक्छौँ। हामीले 46 वटा लेटरहरू सिकिसक्यौँ। म 46 वटा कुनै 46 वटा भित्रमा पर्ने तेन मारु चाहिँ 5 वटा। तेन 4 वटा मारु एउटामा गर्दा टोटल 5 वटा। तेन भनेको सानो डबल डट अनि मारु भनेको सानो गोलोलाई मारु भनिन्छ। यो चाहिँ अक्षरको दायाँपट्टि माथिल्लो भागमा परिन्छ। भनेपछि का यो कामा तेन सानो लेख्दाखेरि गा, कामा तेन लागेपछि गा हुन्छ। त्यसरी नै किमा तेन गी, अब कुमा तेन गु, अब केमा तेन गे, त्यसरी नै कोमा तेन गो। यसरी तेन लागेपछि चाहिँ उच्चारण नै फरक हुने भयो। अब कामा तेन का, किमा तेन गी, कुमा तेन गु, केमा तेन गो र कोमा तेन गो, त्यसरी हुन्छ। अब त्यसरी नै अब सामा तेन जा, सीमा तेन जी, सुमा तेन जु, सेमा तेन जे, त्यसरी नै सोमा तेन जो। यसरी भयो सासी सु सेमा तेन लाउँदा जा जी जु जे जो। अब त्यसरी नै तामा तेन दा, तामा तेन दिँदा दा, चीमा तेन जी, चीमा तेन दिँदा चाहिँ जी नै हुने भयो। जुमा तेन जु, तेमा तेन दे, तोमा तेन दो, यसरी हुने भयो। अब अर्को हुन्छ नालाई चाहिँ छोडिदिने। नामा चाहिँ तेन मारु के हुँदैन, नापछि हा, हामा तेन दिँदा बा, हिमा तेन बी, फुमा तेन बु, हेमा तेन बे। अब होमा तेन दिँदा के हुन्छ बो। यो भयो तेन सक्दैन। अब मारु हामीले कसरी हुने भने यही हामा फेरि मारु लाउँदाखेरि सानो, मारु लाउँदाखेरि पा प्रनाउन्स हुन्छ। अब फेरि हिमा मारु पी, फुमा मारु पु, हेमा मारु पे, होमा मारु हो। यो भयो मारु। मारु चाहिँ जम्मा 5 वटामा मात्र लाग्छ। हामा तेन लाग्छ, हामा मारु लाग्छ। यति भयो हाम्रो आजको तेन र मारु सिक्यौँ। हामीले यसको प्रोनाउन्सिएसनहरू सिक्यौँ। भोलि चाहिँ हामी योनहरू पढ्छौँ। चिसा यागी, यो सानो यागी यो कसरी युज गर्ने, कसरी लेख्ने, प्रोनाउन्सिएसन कसरी हुन्छ, भोलि चाहिँ त्योहरू सिकौँला। सायनारा।